मान्छेले भात के सारा खाएको भनेर गीत गाइरहेछन्, तर त्यो गीत चल्दैन। मलाई थाहा छ गीत लेखक भनेको त हामी हो नि, होइन? खान्छ त भात नखाइ बाँचेको छ कोही छैन। खा भनेर पैसा दिएपछि नखाएर के भयो है? श्रमदाताहरूको हातमा उठेको पानीको फोका देखे तिनीहरूले? त्यो पुललाई छोएर आउनु, ढुङ्गा पनि नबोक्नु, के पनि नबोक्नु, त्यो पुलमा पाठी चढाएर आउनु त कति खर्च लाग्दो रहेछ त्यसमा चाहिँ तपाईँलाई थाहा हुन्छ है। मान्छेले भात के सारा खाएको भनेर गीत गाइरहेछन्, तर त्यो गीत चल्दैन। मलाई थाहा छ गीत लेखक भनेको त हामी हो नि, होइन? खान्छ त भात नखाइ बाँचेको छ कोही छैन। खा भनेर पैसा दिएपछि नखाएर के भयो, होइन? मासु खान हुँदैन त मन दुखाउँछन्, त्यसले गर्दा मासु खाए भात खाए। यो कुरा तपाईँ जसरी हामीलाई विरोध गरिरहनु हुने, जानी बुझी पनि विरोध गरिरहनुहुन्छ, ठिकै छ। उहाँहरूले गर्दा हामी चर्चित छौँ। उहाँहरूलाई